फाइनली हामी कहाँ हिँड्यौँ टाइचर हामी हल्का घुम्नु हिँडेको छौँ। यस्तो घाम छ। यता कान्छी नानी आउनु हुँदैछ। रिचार्ज पाउँदैन कान्छी। हाम्रो युट्युबमा आउँछ, हामीलाई माया गरिदिनुहोस् अनि भन लाइक कमेन्ट गरिदिनुहोस्। घाम लागिरहेछ। कस्तो लाग्छ घाम भनेर के थाहा तपाईहरुलाई। हाई हेलो। हिँडेकै घाममा फाइनली हामी घुम्नु जाँदैछौँ 3 जना भएर। घाम कति मिठो छ एकदम यस्तो। टेस्टी हाम्रो यस्तो छ गाउँघरको वातावरण। यो बाख्रालाई कति घामले पोल्यो होला हेर्नुहोस्। तातो घाममा सुत्दैछ। सुत्नु चाहिँ सुत्यो तातो घाममा एकदम गाह्रो छ गाई बाख्रालाई पनि। वस्तुहरू भनौँ न आफ्नो